सम्मान्य सभामुख महोदय, सर्वप्रथम म यो विनियोजन विधेयकमा धेरै राम्रा कुराहरू राखेर प्रस्तुत गर्नुहुने हाम्रा माननीय अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। तर म यहाँ उपस्थित भएको त्यसको लागि होइन। यहाँ धेरै राम्रा कुराहरू छन्, त्यसमा समर्थन त हुने नै भयो। तर चिन्ताको विषय एउटा गम्भीर, म दुईटा कमेन्ट राख्न चाहन्छु अनि मेरो सुझावहरू राख्न चाहन्छु। र एउटा ज्यादै चिन्ता लागेको विषय के हो भनेदेखि यो विनियोजन विधेयक, यसमा मैले दुईचोटि पढेँ र मेरो दायाँ र बायाँ बस्ने मान्यज्यूलाई मैले गल्ती गरेँ कि भनेर एकचोटि फेरि हेर्न पनि लगाएँ। यसमा गरिब र गरिबी भन्ने शब्द सुरुदेखि अन्तिमसँग कहीँ पनि छैन। मैले केही दिन अगाडि मात्र थाहा पाएको थिएँ। हाम्रो माननीय अर्थमन्त्रीज्यू र सम्मान्य प्रधानमन्त्रीज्यूको बिचमा हामी यो अति कम विकसित राष्ट्रको श्रेणीमा रहिरहने सिफारिस युनाइटेड नेसनलाई गर्ने निर्णय पनि भएको थाहा पाएको थिएँ। हामी संयुक्त राष्ट्रसङ्घले परिभाषित गरेको लिस्ट डेभलप कन्ट्री मध्ये पर्छौँ। त्यो भनेको त्यसका धेरै इन्डिकेटरहरू गरिबीसँग सम्बन्धित छन्। र यो मलाई हाम्रो मान्य अर्थमन्त्रीले जानी छुटाएको जस्तो लागेको छैन। यो कतै एडिट गर्दा टाइपमा कतै मिस्टेक भएको जस्तो लागेको छ। र हाम्रो मुलुकमा गरिबीको रेखामुनि बस्ने ठुलो जनसङ्ख्या रहेको छ। त्यसो भएको हुनाले म मान्य अर्थमन्त्रीज्यूलाई यतातर्फ उहाँको गरिब र गरिबीलाई नबिर्सिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसरी नै अर्को एउटा कुरा, दुईटा कुरा मात्रै म भन्न चाहन्छु र त्यो चाहिँ के छ भनेदेखि हाम्रो यसमा एउटा सिद्धान्तको कुरामा अवसरमा समानता भनिएको छ, तर परिणाममा चाहिँ होइन है भनेर भन्नुभएको छ। म के अनुरोध गर्न चाहन्छु भने हाम्रा सयौँ वर्षदेखि शोषित पीडित समुदायहरू, पछाडि पारिएका ठुलो सङ्ख्याको समुदायहरू छन्। उहाँहरूलाई अवसर मात्र उपलब्ध गराउँदा सबैको त्यसमा पहुँच गर्न सक्ने क्यापासिटी हुँदैन। त्यसोले अवसरमा मात्र समानता होइन, विशेष समुदायलाई, विशेष वर्गलाई र खास गरी गरिब र गरिबीको रेखा मुनि भएको जनसमुदायलाई विशेष खालको कार्यक्रम र विशेष खालको प्राथमिकता पनि दिनका लागि म अनुरोध गर्दछु। यति भन्दै म सम्मान्य सभामुख समक्ष मेरा केही कुराहरू, सुझावहरू राख्न चाहन्छु। जनताको आधारभूत आवश्यकता, उत्पादनमुखी अर्थतन्त्र, सामाजिक न्याय र दिगो विकास समाजका प्राथमिक विषयहरू हुन्। सरकारको बजेट केवल आय व्ययको विवरण मात्र होइन, यो देशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक मार्गदर्शन पनि हो। खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, पोषण, जलवायु परिवर्तन, कृषि, भूमि सुधार, साना तथा मझौला उद्योग, रोजगारी तथा उत्पादनमुखी लगानीका विषयलाई बजेटले मुख्य प्राथमिकतामा राख्नुपर्छ भनेर भन्न चाहन्छु। यसरी नै कृषि, भूमि, जलवायु र उत्पादन प्रणालीलाई एकीकृत रूपमा अघि बढाउन अनुरोध गर्दछु। र मेरो समय सकियो, तर म तयारी अलि धेरै कुरा राख्ने हिसाबले आएको थिएँ। सामान्य सभामुखज्यूलाई 1-2 मिनट मेरो लागि थप दिन अनुरोध गर्न चाहन्छु। र 1 मिनटमा सक्नुहोस्। ल, त्यसो भए सामान्य सभामुखज्यू, 7 प्रदेशलाई मित्र राष्ट्र भारत र चीनसँग जोड्ने अन्तर्राष्ट्रिय स्तरका हाई स्पिड राजमार्गहरू निर्माण गर्न बजेटले प्राथमिकतामा राख्नुपर्छ भनेर भन्न चाहन्छु। राष्ट्रिय एकता र आर्थिक गतिविधिलाई मजबुत बनाउने गरी पूर्व पश्चिम राजमार्ग विस्तारलाई छिटो सम्पन्न गर्दै त्यसलाई उत्तर दक्षिण जोड्ने फिडर हाइवे निर्माण गर्न आवश्यक छ भनेर प्रस्ताव गर्न चाहन्छु। प्रादेशिक, जिल्लागत सम्भावना र स्थानीय स्रोत साधनमा आधारित विकासलाई बजेटको प्राथमिकतामा
राख्न आवश्यक छ। उदाहरणका रूपमा विराटनगर रानी सङ्खुवासभा किमथाङका हाई स्पिड फास्ट ट्र्याक राजमार्ग निर्माण गरी 2800 मिटरभन्दा कम उचाइमा रहेको हिमाली क्षेत्र पार गर्ने सुरक्षित राजमार्गको रूपमा यसलाई माननीय विकास सदस्य माग गर्नुपर्छ। गर्नुभएको समय सक्यो। ल मलाई 1 मिनट सम्माननीय सभामुखज्यू, र यो चीनसँग जोड्ने यो राजमार्ग 5500 माननीय